काको यमदूतः प्रोक्त पितॄणाम दूत एव च। काग यमराजको दूत हो र पितृहरूको सन्देशवाहक पक्षी हो। यमराज पितृहरूका पनि स्वामी हुन्। त्यसैले कार्तिक कृष्ण त्रयोदशी तिथिका दिन कागलाई भोजन अर्पण गर्नु भनेको पितृहरूलाई तृप्त पार्नु र यमराजको कृपा प्राप्त गर्नु हो। कुनै पनि चाडपर्वहरू मनाउनु पूर्व हाम्रो संस्कारमा पितृहरूको स्मरण आराधना कुनै न कुनै माध्यमबाट गर्नै पर्दछ। जसरी दशैंको सुरुवात पितृपक्षबाट भयो, त्यस्तै यमपञ्चकको सुरुवात पनि पितृस्मरणबाट नै हुन्छ। गरुड पुराण, महाभारत आदि धेरै ग्रन्थहरूमा कागलाई पितृसन्तुष्टिको प्रतीक मानिएको छ। कागको आवाज र व्यवहारले शुभाशुभ सङ्केत दिन्छ भन्ने विश्वास रहेको छ। जस्तै घरको दायाँपट्टि बसेर बोलियो भने पाहुनाको आगमन हुने, बारदली वा घरमुखमा बोलियो भने केही सन्देश आउने, घरमाथि चक्कर लगायो दाहिने चक्कर लगायो भने के राम्रा सङ्केत र परिवर्तन अथवा घरमा कसैको यात्रा हुने, देब्रेतर्फ घुमियो यदि काग भने केही नराम्रा खबरहरू आउने र नराम्रा कुराको लागि कहीँ जानुपर्ने, अशुभ स्थानहरूमा पुग्नुपर्ने, यस्ता सङ्केतहरू हाम्रा पूर्वीय ग्रन्थहरूमा त्यसै गरी हाम्रा पूर्वाचार्यहरूले बताउनुहुन्छ। ज्योतिषीय दृष्टिमा पनि कागलाई शनिको वाहन मानिएको छ। त्यसैले यसको हरकत ग्रहहरूको सङ्केतसँग केही मिल्न जान्छ। कागको आराधना गर्नाले नवग्रहहरू पनि शान्त हुन्छन्, त्यसमा शनि ग्रह पनि विशेष प्रसन्न रहन्छ भन्ने ज्योतिषीय मान्यता रहेको छ। काग अत्यन्त सतर्क पक्षी हो, परबाटै आफ्नो खतरा चिन्छ। त्यसैले धर्मशास्त्रमा यसलाई सावधानी र सतर्क जीवनशैलीको प्रतीक मानिएको छ। प्राचीन कालमा ऋषि महर्षिहरूले यज्ञस्थलमा कागको बोलाइलाई पूर्व सङ्केतका रूपमा प्रयोग गर्नुहुन्थ्यो। काग यमदूत भएकै कारणले गर्दा मृत्यु र जीवनको सन्देश बोकेर हिँडिरहेको हुन्छ। कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार भनिन्छ। काग तिहारका दिन कागलाई अन्न दिनाले काग प्रसन्न हुन्छ। यो कागको पर्व हो र यस दिन कागको आराधना गर्नाले यमराज स्वयं प्रसन्न हुनुहुन्छ। यस दिन बिहानै आफू स्नान शुद्ध बनेर आफ्ना घरमा तयारी भएका सामग्रीहरूलाई आँगनको पल्ला छेउमा अथवा छत कुनै चोखो स्थानमा पत्तामा अथवा ताम्र पात्रमा ती भोजन सामग्रीहरू अर्पण गर्नुपर्दछ कागलाई। कागले आएर खाए पनि नखाए पनि, काग भए तापनि नभए तापनि कागको स्मरण गर्नुपर्दछ। अवश्यमेव काग आएर खान पनि सक्छन्, किनकि यिनीहरू प्रत्यक्ष देवता हुन्, प्रत्यक्ष यमदूत पनि हुन्। यिनीहरूलाई पूजा गर्दा, कागको पूजा गर्दा भन्ने केही मन्त्रहरू पनि छन्। ओम कागाय नमः, ओम काकाय नमः, ओम पितृदूताय नमः, ओम यमदूताय नमः, ओम धर्मराजस्य सन्देशवाहकाय नमः, कागाय यमदूताय धर्मराजस्य साक्षिणे मम पितॄणां प्रसादाय गृह्यता मन्नमुत्तमम्। हे धर्मराजका साक्षी यमदूत रूपी काग, मेरा पितृहरूको प्रसन्नताका लागि यो उत्तम अन्न ग्रहण गर। काकम दृष्ट्वा सुखम भवेत्। कागलाई देख्नु अथवा कागको दर्शन पाउनाले सुख मिल्छ। काकाय नमः, कागलाई नमस्कार छ। ओम।